हेलो साथीहरू, आजको आइतबारको बिदालाई कसरी सदुपयोग गर्नुभयो त? मैले चाहिँ आज आइतबारको दिन मेरो लुगाहरू यसो मिलाउनु पर्यो भनेर भद्रगोल बनाइहालेँ। हेर्नु, आधी मिलाइसकेपछि मलाई तनाव भएर आयो। अब यो कसरी सम्हाल्नु, यो घरैभरि टेक्ने ठाउँ काहीँ छैन, सबै निकालेर अनि त्यसपछि अब यो कसरी गर्ने भनेर मलाई एकछिन त तनाव भयो। अनि तनाव भएपछि पनि अब काम गर्ने सघाउने मान्छे नभएपछि त एक्लै गर्नु पर्यो। एक्लै गर्नलाई त अब भरे गरे पनि आफैलाई हो, काम साँचे आफूलाई, खान साँचे अर्कालाई के भन्छन् नि बुढाबुढीले। अनि त्यही सम्झेर अनि अब होस् होइन, मैले त यो यसरी यो भद्रगोल त बनाउन हुँदैन, यो आफैले बनाएको भद्रगोललाई अब सम्हाल्नुपर्छ भनेर काम गर्न थालेँ। हेर्नु, यस्तो रफ्तारमा काम गरेँ म। हेर्दा यो 1.5 मिनटको भिडियो होला, तर मैले त यति मिलाउनलाई मलाई 3-3.5 घन्टा चाहिँ लागेको थियो। हेर्नु, अनि त्यसपछि मिलाएँ कति लुगा है, जहाँ पायो त्यहीँ गयो, ल्यायो, किन्यो है। अनि त्यसपछि किनेर ल्याएर चाहिँ थुपार्यो के, जति थुपार्यो। अनि त्यसपछि कहीँ हिँड्नु पऱ्यो भनेदेखि एउटा लुगा नभेटिने, पोकारा पतौरा कहीँ घुम्न जाँदाखेरि बोकेका लुगा पनि यसै रहेछन् यो झोलामा, त्यहाँबाट झिकेको रहेछु कुन लुगाहरू। अनि त्यसपछि यसरी लुगा चाहिँ सबै हेरेर मिलाएर आफ्नो ठाउँमा मिलाएँ सबै लुगाहरू। अनि त्यसपछि मिलाएपछि चाहिँ अब लास्टमा चाहिँ अलिअलि घट्दै गयो नि त सामानहरू। अनि चाहिँ अझै जाँगर लाग्दै आउने रहेछ कि सामानहरू मिलाउँदै गएपछि त अब त सकिन आँटो भनेर। अनि त्यसपछि लास्टमा चाहिँ मैले यत्तिको बनाउन सफल भएँ। हेर्नु साथीहरू, मेरो फाइनल लुक चाहिँ अनि यस्तो बन्न पुग्यो मेरो चाहिँ। अनि आजको काम चाहिँ मलाई चाहिँ कस्तो आनन्द आउने कि, कहिलेकाहीँ यसरी लुगाहरू मिलाएर राख्दाखेरि चाहिँ कस्तो आनन्द आउँछ कि। मैले चाहिँ धेरै चाहिँ मिलाउन सकिनँ, यतिको चाहिँ मिलाएँ। अनि त्यसपछि मलाई चाहिँ यतिको मिलाउँदाखेरि पनि कस्तो आनन्द आयो साथीहरू। मलाई खासै मिलाउन चाहिँ आउँदैन, त्यही पनि। थ्याङ्क यू सो मच, बाई बाई।